नमस्कार सबैजनालाई। आज चाहिँ हामी सेयर बेचिसकेपछि त्यसलाई कसरी इडिआइएस गर्ने र कसरी ट्रान्सफर गर्ने मेरो सेयरबाट भन्ने कुरा यहाँ सिक्नेछौँ। फर्स्ट अफ अल हजुरहरू सबैजनाले आफ्नो मेरो सेयर खोल्नु होला। त्यसपछि माथि 3टा लाइन छ, त्यसले 3टा लाइनमा क्लिक गरेर माई पर्चेस सोर्समा जानु होला र माई पर्चेस सोर्समा गइसकेपछि हजुरहरूको चाहिँ त्यहाँ स्क्रिप्ट भन्ने अप्सन छ। त्यसमा चाहिँ हजुरहरूले चाहिँ कुन सेयरहरू बेच्नु भएको त्यो स्क्रिप्टहरू हाल्न सक्नुहुनेछ र हामीले यहाँ 4वटा सेयर बेचेको छौँ। त्यसको लागि मैले यहाँ अलग अलग तरिकाले चाहिँ स्क्रिप्ट हाल्दैछु र स्क्रिप्ट हालिसकेपछि त्यहाँ बक्स छ, त्यो बक्समा टिक गरेर त्यस पछाडि हामी प्रोसिडमा जान्छौँ। त्यसपछि फेरि बक्स क्लिक गरेर अपडेटमा जाँदैछौँ। यति भइसकेपछि चाहिँ हाम्रो माई पर्चेसबाट चाहिँ अपडेट भइसकेको छ। त्यस्तै गरी अर्को स्क्रिप्ट पनि हाल्नेछौँ र अर्को स्क्रिप्ट हालेर त्यसलाई पनि सर्च गर्नेछौँ। त्यस्तै गरी प्रोसिडमा जानेछौँ, टिक गरेर फेरि अपडेटमा जानेछौँ। फेरि त्यो पनि अपडेट भइसकेको छ। फेरि अर्को स्क्रिप्ट हाल्नेछौँ र अर्को स्क्रिप्ट हालिसकेपछि त्यसलाई पनि हामी सर्च गर्नेछौँ। सर्च गरेपछि त्यस पछाडि टिक गरेर त्यस पछाडि प्रोसिड टिक गरेर फेरि अपडेटमा जाँदैछौँ। फेरि अर्को पनि स्क्रिप्ट हामी हाल्दैछौँ, त्यसलाई पनि सर्च गरेर त्यसलाई फेरि हामीले चाहिँ टिक गरेर त्यस पछाडि हामीले चाहिँ प्रोसिडमा गएर फेरि टिक गरेर फेरि अपडेट गर्नेछौँ। यसरी चाहिँ माई पर्चेसबाट हाम्रो सकेपछि अब हामी माई होल्डिङमा जानेछौँ र माई होल्डिङमा पनि हजुरहरूले स्क्रिप्ट हाल्नुपर्ने हुन्छ। यहाँ 4वटा त्यो स्क्रिप्ट आइसकेको छ। पालै पालो हजुरहरूले चाहिँ अपडेट गर्न सक्नुहुन्छ। सेम प्रोसेस, हजुरहरूले चाहिँ टिक गर्ने, सर्च गर्ने, स्क्रिप्टमा टिक गर्ने, अपडेट गर्ने। त्यस्तै गरी फेरि अर्को स्क्रिप्ट हाल्ने, त्यस पछाडि फेरि हजुरहरूले चाहिँ त्यसलाई सर्च गर्ने, सर्च गरिसकेपछि त्यसलाई फेरि हजुरहरूले चाहिँ प्रोसिड गर्ने अनि टिक गरेर फेरि अपडेट गर्ने। फेरि अर्को स्क्रिप्ट फेरि हामी हाल्दैछौँ र यसरी नै हजुरहरूलाई चाहिँ इन्फर्मेटिभ भिडियोहरू मेरो सेयर सम्बन्धी केही चाहिएको छ भने हजुरहरूले चाहिँ हामीलाई फलो गर्नुहोला र सेयर पनि गर्नुहोला। र यसरी हामीले चाहिँ 4वटा स्क्रिप्टलाई चाहिँ हामीले चाहिँ माई होल्डिङबाट चाहिँ सक्सेसफुल्ली सेभ गरिसकेको छौँ र अब चाहिँ हामी चाहिँ माई इडिआइएसमा जानेछौँ। माई इडिआइएसमा गएर चाहिँ ट्रान्सफर सेयर भन्ने अप्सन छ र ट्रान्सफर सेयरमा गएर हजुरहरूले चाहिँ भ्यू डिटेलमा जानुपर्ने हुन्छ। भ्यू डिटेलमा गइसकेपछि हजुरहरूको चाहिँ कुन स्क्रिप्ट बेच्नु भएको छ, कतिमा बेच्नु भएको छ र कति किता बेच्नु भएको छ, सबै हजुरहरूले डिटेल हेर्न सक्नुहुन्छ र डिटेल हेरिसकेपछि लास्टमा फाइनली हजुरहरूले चाहिँ माथि बक्समा क्लिक गरेर सब अल क्लिक हुन्छ। त्यस पछाडि प्रोसिडमा जानुहोस्, प्रोसिडमा गइसकेपछि फेरि एग्री गर्नुहोस् अनि कन्फर्म गरिदिनुहोस्। यति भइसकेपछि चाहिँ हजुरहरूको चाहिँ सेयर सक्सेसफुली ट्रान्सफर भइसकेको छ र यसरी नै हजुरहरूले चाहिँ आफ्नो सेयरहरू इडिआइएस गर्न सक्नुहुन्छ र ट्रान्सफर गर्न सक्नुहुन्छ। र आजको लागि हामी छुट्टैछौँ। थ्याङ्क यू भेरी मच सबैजनालाई र फलो गर्नु चाहिँ नबिर्सिनु होला है त। थ्याङ्क यू भेरी मच।